भ्लग आएछ वेलकम टु माई न्यू भ्लग होइन आज नयाँ भ्लग आयो बल्ल कति दिनपछि अनि खासमा इम्पोर्टेन्ट कुरा भने हामी पास भयो त्यही होइन पास भयो इम्पोर्टेन्ट कुरा भने अब के चाहेर होइन सन्नी जड यहाँ छ केही चाहिँदैन हामीलाई पास भयो के तर खासमा हामीलाई होइन पास बन्नु रिजन भने चाहिँ हाम्रो बिगेश सर के अरे रमेश सर होइन हाम्रो रमेश स्याङताङ सरले गरेर पास भयो हामी होइन एसी भएर केटाहरूलाई झुलाउँछ कि एसीमै होइन ए चुप लाग नि यार नौ पास भएपछि यहाँ खुसी हुनुहुन्छ नि यार सनी यार रमेश सरलाई थ्याङ्क यू भनिदियो त यार थ्याङ्क यू सर तपाईँले गरेर पास भयो हामी होइन नत्र रमेश सर हुँदै हुँदैन थियो लड्डु रमेश स्कुल खुलेपछि लड्डु त खुवाउने हो रमेश सरलाई कहाँ नखाउनु रमेश सर भने हाम्रो फेभरेट सर हो अब यस्तै हो गाइज अवस्था सरले गरेर पास भयो हामी हुन त आफ्नो मेहनतले पनि पास भयो तर रमेश सरको धेरै हात छ कि हामीलाई उ त्यो आशीर्वाद छ उ त्यो क्रियाकलाप रमेश सरको खतरा छ रमेश सर हुनुपर्ने त अब बोली व्यवहारले नि हजुर रमेश सरसँग बोल्यो भने रमेश सर आफै थाहा पाउँछ कि तपाईँहरू कस्तो मान्छे हो भने पुरै क्रिएटिभ अन्तर्यामी के यो के अरे धरतीकै होइन जस्तो लाग्छ मलाई त सनी यार एलियन पुरै एलियन लाग्छ रमेश सर मलाई बाहिर ग्रहको है जादुगरकै रमेश सरसँग बोल्यो भने तपाईँहरू फिक्स बोल्छ हेर्ने बित्तिकै स्क्यान गरिदिन्छ हेर्ने बित्तिकै स्क्यान तिमी कस्तो मान्छे हो कताको हो ट्यापे स्यापे कस्तो खान्छ कि खाँदैन त्यो गर्दैन होइन तलदेखि माथिसम्म तलदेखि माथि सबै पर्फेक्ट रमेश सर भने खतरा सर हो गाइज त्यसैले रिस्पेक्ट गर्नुपर्छ थ्याङ्क यू रमेश सर हाम्रो रमेश सरको च्यानलको नाम पनि छ म्याथ क्याप्सुल भन्ने सब्सक्राइब गरिदिनु होला यहाँ देखिरह होला होइन म यहाँ हालिदिन्छु म्याथ क्याप्सुल भन्ने छ सब्सक्राइब गरिदिनु अब 10 क्लासकोहरूलाई सजिलो हुन्छ सरले किनकि भिडियो हाल्ने भनेको छ के अनि त्यसैले सरले भनेको थियो 9मै त्यो भाइ प्रमोट गरिदियो तर म 9को टेन्सनले म केही पढ्न पनि सकिरहेको मतलब केही गर्न पनि सकिरहेको थिइनँ अनि मोबाइल पनि चलाएको थिएन अब पास भएपछि मोबाइल पाछ होइन अनि त्यसपछि अनि गरिदिएको आज प्रमोट होइन हामी चाहिँ केटाहरूसँग हिँडिरहेछौँ म सन्नीले पार्टी दिने भनेको छ त्यही हो अब सन्नी त पास भयो नि 9मा पास भयो त यस्तो गरे सन्नीले ग्लाइज होइन 10मा पास भयो भने त झन् के गर्छ कि सन्नी यार खतरा मान्छे क्या सन्नी गाइज यार यहाँ हेर्नु नि अङ्गाला दुई के अरे राजा बाबुको जोडी छ ट्यापे ओ यहाँ हाम्रो अर्षद सन्नी जड छ होइन पुरै यार बा खतरा के पुरै खतरा मान्छे अर्षद र सन्नी हेर्नुहोस् गाई सन्नी जड होइन हाम्रो यो कस्तै क्यामेरा हाम्रो सन्नी जड यहाँ अर्षद जड छ यारा बिरीको जोडी हेर्नु है पुरै अङ्गालो लगाएर कपाल जस्तो के सेम के कपाल त भन्दिनँ बिचरा साथीहरू हो बेस्ट फ्रेन्ड हो कि यार यिनीहरू हेर नि यार खतरा छ कि केटाहरू एउटाको त्यस्तै हो छोपिरहेको घामले कालो हुन्छ भनेर हिरो हो नि यार सन्नी पनि तिमी नि भन न कपाल कहिले प्लास्टिक हुन्छ सुरुमा प्लास्टिक भने सन्नीले कपाल प्लास्टिक हो भने प्लास्टिकको स्वरूप रे अझ होइन सनी यार तिम्रो यहाँ जनताले हेरिसक्यो हेरेपछि त हेरेर मलाई थाहा छैन कपाल प्लास्टिकको हुन्छ अरे दाइ सन्नीको नि कपाल प्लास्टिकको छ डढाइदिनुपर्छ सन्नी है म सिनेमेटिक हालिदिन्छु ल तल गरौँ यता सिधा गरौँ डेली काट्छ अर्थ यार कपाल अब यस्तै हो गाइज अब सन्नी भने खत्तम मान्छे हो भइहाल्यो होइन गाइज होइन अब के अरे सन्नी प्लास्टिकको कपाल हुन्छ अरे मान्छेको होइन बोल्नु नि यार किन लजाएको तिमी यार हुन्छ आफ्नै अडियन्स हो प्लास्टिकको कपाल हुन्छ अरे यस्तो कपाल हुन्छ अरे काम छैन सन्नीको हावा बोल्यो हाम्रो साइन्स पढाउने सरको बेइज्जत गर्यो प्लास्टिकको कपाल कहिले हुन्छ गाइज भन्नु त प्लास्टिक दोस्रो भाग होला नि यार के गरी प्लास्टिकको कपालै हुँदैन हो यदि गाइज होइन हजुरहरूलाई ल लाग्यो ल प्लास्टिकको कपाल हुन्छ अनि सन्नीको भनाइ राइट हो भने कमेन्टमा भन्नुहोस् होइन त्यो खासमा त्यो पुतलाहरूमा चाहिँ के राख्यो
त्यो पुत्लाहरूको त आर्टिफिसियल भइहाल्ने यो त हाम्रो नेचुरल होइन जन्मिनेदेखि छोड्न त्यो पुत्लाहरू त्यो उयो लिभिङ बिङ भएर त्यो त अनि कहाँ त अनि हाम्रो त कहाँ प्लास्टिक जस्तो सन्नीलाई त साइन्सलाई फेल बनाउँछ क्या न्युटनलाई न्युटन नि बनाइदिन्छ रुको रुको प्रेग्नेन्ट कार प्रेग्नेन्ट कार प्रेग्नेन्ट कार तिमी त ससुराले आयो त कहाँ आयो मेरो ससुराली फेरि दुईवटा झ्याल छ त ऊ त्यो 2000 त्यो हो मेरो ससुराली अनि नजिकै आइसक्यो बा गाई सन्नी चाहिँ हो कि खतरा यार 2टा झ्यालवाला मेरो ससुरालीले बा मानी मैले तिमी होइन को भाउजू फेरि ससुराले आएपछि भाउजू चाहिँ को हुन्छ सन्नी यार जे पाइ त्यही नहोला नि यार जसलाई नि भाउजू भनिदिनु तिमी यसरी त कहाँ चल्छ संसार होली खेल्दिउँ न त कहाँ होली खेल्ने यस्तोमा लाइक सेयर सब्सक्राइब खोइ भने गरिदिन्छ त्यो भन्नै पर्दैन नि यार तिमीले भन्नै पर्दैन ए सन्नी खतरा नि मान्छे लगाएपछि यहाँ सन्नीले पार्टी दिने ठाउँ आइसक्यो ल सन्नी कुन ठाउँ आएर हामी खोइ सही चौको ठाउँमा हो अब कुन ठाउँमा सही चोकको चरपटे बसेको त्यो उताले सोध्नु उता अर्को छिमेकीले को छिमेकी फेरि टाउको छोकिरहन प्राइभेसी होला फेरि नदेखाउनु मिल्दैन कुन ठाउँमा हो बर्थडे हो आज त्यस्तो बर्थडे तिनी आएन न्यु इयर बर्थडे भनिदेऊ सन्नी देखाइदिउँ न सेम टिभी भन्नु भन न भन ह्याप्पी न्यु इयर बर्थडे आज न्यु इयर बर्थडे ल बा सेम टिभी अर्थ धेरै धेरै चिकना छ यार अर्थ त्यो यार कोरियन बोय कोरियन बोय नेपाली कोरियन चाहिँ बर्गर हाउसबाट आइसक्यो अघि चाहिँ औडा लाग्यो धेरै मान्छे थियो होइन त्यसैले मैले बनाएन सन्नी पनि हल्का लजाएको थियो होइन सन्नी म कहाँ लजाउनु यार म लजाउँछ ल लजाउनु भयो ल लजाउँदैन लाइक सब्सक्राइब भन्नु नि यता आउन यहाँ लाइक सब्सक्राइब म भन्दैन लाइकै दिँदैन अनि ल सन्नी यार भाइरल हुन्छ नि फेरि त पिङपछि हुँदैन दिँदैन कसको दम छ दिनलाई ल कसको दम छैन दिन्छ यस्तो छ नि तर खासमा सन्नीले पार्टी दिएको हो हामीलाई होइन यो यसो पार्टीमा हात भने रमेश सरकै हो रमेश सरले गरेर हामी पास भयो हो पास सरले बनाइदिएछ होइन सरले बाटो देखाएको हामी त्यो बाटोमा हिँड्या हो मिहिनेत गरे हो त्यसले पास भयो अनि त्यही पास भएको खुसीमा हामी यहाँ बबल टी खान आएको छ अघि बर्गर हाउस थियो होइन त्यहाँ धेरै मान्छे लो त्यो एउटा भयो होइन भ्लग बनाउनु नि लाज लाग्यो त के भन्नु अब त्यस्तै भयो होइन त्यसपछि अनि यहाँ मिलाएर है अनि यहाँ आयो अनि बनाइरहेको छ अब सन्नी जटले बबल टी खानिदिने रे ल्याउन त लोड ल्याएको थियो सन्नीले होइन सन्नीको बाख्रा बिकेन अरे यदि हजुरको इच्छुक छ भने बाख्रा चाहिन्छ भने कमेन्टमा भन्नु होइन सन्नी हो सन्नीको बाख्रा थर्ड जेन्डर बाख्रा गाई छैन बोकानी होइन खसिनी होइन डुबै हो डुबै बाख्रा सन्नीको होइन सन्नी के भन्छ यार बोकानी होइन खसिनी होइन के हो थर्ड बाख्रा थर्ड जेन्डर बाख्रा चाहिन्छ भने अजुवा यस्तो सन्नीको घरमा है चाहिन्छ भने कन्ट्याक्ट गर्नु हाम्रो यहाँ सन्नी कस्तो छ भनेर सुनाइदियो त गाईहरूलाई हाम्रो गोबर जस्तै गोबर जस्तै के हेर्नु चाह अर्काको होटेल ओपनिङ छ यस्तो भनिदिनु तिमी केही शुभ त बोलिदियो के सुसु बोल्नु त्यस्तै जग्गा अनि के बोल्नु ल त्यही भन्दै त्यही खाइदिएर ल सन्नीलाई माने यार तर खासमा चाहिँ त्यस्तो चाहिँ छ होइन तर त्यस्तो चाहिँ छैन क्या मान्छे त्यस्तो छ त्यस्तो छैन भने चाहिँ कस्तो छ मिलाएर बुझ्नु कस्तो छ त्यस्तै हो ल सन्नी यार लुक्स देखाउन बा ल ढल्यो 3जना केटी त सन्नी हिरो हो नि यार सन्नीले पार्टी दिए होइन हो कि भन त सन्नी हो भन्दैन एकचोटि यहाँभरिमा धनी यार सन्नी नै हो कि गाई कस्तो भेज कस्तो भेज रे सन्नी टोटली भेज टुटली भेज ओ टुटली भने भाँचेको भाँचेको भेज भाँचेको भेज हुँदैन लपुसुर खाउको भाँचेको भेज भाँचेको भेज म त बबल टीले घुमाइदिरहेको टाउको त मेरो त अब चाहिँ हामी अर्को ठाउँमा आएको छु किनभने सन्नीको धेरै पैसा छ उडाइसक्यो अब यहाँ कुन अरे यो केटा आयो
फार्मर्स क्याफे हामी खोइ भाइको भ्लगमा आउनु पर्यो हामी पनि स्प्राइट हान्दा चाहिँ यहाँ सन्नीको पैसाले होइन हो भन्दैन नि यार तिमी किन रिसाएको के स्प्राइटको बोतलमा लोकल हान्दा सुन्न सक्नुहुन्छ भन्नु भने अब स्मेलै जाँदैन नत्र त तर हेर्नु स्प्राइट हो गाई चाहिँ हेर्नु स्प्राइड हो स्प्राइट हो यहाँ त्यस्तो हामी सब सोझेछौँ है बोतल मात्र हो है स्प्राइट होइन फिस पनि आउँछ उल्टो पारेर त्यहाँ होइन तर हामीले स्प्राइट खायो यहाँ तिनवटा यहाँ ब्रिटिसमै जाने भने यहाँ सन्नी अर्षद अनि यहाँ हाम्रो अनमोल होइन म त डिएस कहाँ अनमोल डिएसपी बा ल ठिक छ जे पर्यो भने एक कल हान्छ टक्क है फेरि म त भिडियोको को जाने रे कहाँ जाने रे एउटा डिएसपी एउटा ब्रिटिस यो ब्रिटिस यो बिटिएस त सायद यसलाई त सन्नी बिटिएस आर्मी बन्ने एउटा डिएसपी अर्को ब्रिटिस आर्मी यो त बन्दैन BTS हो कि BTS सही हो कि BTS चाहिँ सुहाउँछ है त्यही भने ब्रिटिस आर्मी हो डिएसपी चाहिँ खै हो क्या हाम्रो यहाँ एकचोटि हाम्रो सन्नी ब्रिटिस आर्मी ए नाटक हेर्नु मै प्योर दौडिया जस्तो ट्यापी नि होइन भन्दा नि हो जस्तो आम्मा ए, ल चिया रे चिया त मैले स्प्राइट पनि स्पाइट्री रे नामे त सन्नी ल्याउने चढे क्या यसले त चाहिएको भाइ हाइलाइट त्यो थम्बनेलमा यसो थोपडा जाओस् है यस्तो यसले के भने अघि कपाल प्लास्टिकको हुन्छ अरे कपाल मसँग छ भिडियो कपाल प्लास्टिकको अब चाहिँ कोको होइन होइन ल चेसान दिउँ न त ल सान्दिम न्यू इयर आजको आजको होइन ल ल ल ल ह्यापी न्यू इयर ल। केटा हो कोकोमै रमाउनु पर्छ यार लोद उड्यो नि केटी भने नि केही फरक पर्दैन केही फरक पर्दैन हामीसँग सनी हो दिदीलाई दिदी बहिनी तिमी त्यस्तो नभन न कि अनि दिदी तिमी जे भन्यो भने ठिकै लाग्छ अब दिदी बहिनी चुप लाग अब ल यो क्यामेराले भेट मलाई क्यामेराम्यान चाहिँ रक हो कि कसम भने मेरो जिग्री हो कि क्यामेराम्यान नरिसो सन्नी ल अनि के यो चाहिँ के हो यो यो पानी कोको पानी हो काल पानी हो काल पानी ब्ल्याक टी हो गाइस कोको बोतलमा ब्ल्याक टी यो चाहिँ कोल्ड टी हो फेरि यस दुई एउटा हुनुपर्ने त्यो दिन कि मेलामा सन्नी सुजल भाइसँग अझ कति भिडियो कुन मेला उता सिङ्गलको खतरा गीत बजेछ अब आउनु पर्छ नि जाने हो नि ल तिनजना जाने है फेरि